हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। हामी चाहिँ यहाँ देवीथानको उकालो चढ्दैछ है। बाटो यस्तो अप्ठ्यारो छ, पुरै डेन्जर छ है। ल हाम्रो टोलीहरू यसरी आउँदैछ है। ऊ पुरै यस्तो कडा छ बाटो। ल है, अब तपाईँहरूले चाहिँ म सनराइज देखाउने छु है। ल ल है, ल हाम्रो टोलीहरू आए। ल प्लिज सब्सक्राइब दामी आज यस हामी चाहिँ यसरी देवीथानको उकालो चढ्दैछ है। ल तपाईँहरूले पनि देख्न सक्नुहुन्छ अगाडिको बाटो चाहिँ अलि अप्ठ्यारै रहेछ। यसमा बाटो बन्दैछ। यसपालि यो पहिरोले गर्दा चाहिँ बाटो सबै बिग्रिरहेछ। त्यही भएर बाटो हिँडेर पनि हिँड्नुपर्ने अवस्था छ। के गर्नु, फेरि म तलतिर झाडीतिर पुग्ला। गाह्रो छ हो, गाह्रो छ। ल यस्तो भिरको बाटो छ। हाम्रो दिदीहरू, हाम्रो उहरू यसरी हिँडिरहेछ। ठिक हो ल है। देवीथानको डाँडाबाट चाहिँ यस्तो भ्यूहरू देख्न सकिन्छ है। ल साथीहरू, बिहानको मौसम सनराइज हुन लागिरहेको थियो, तर खै हुसै हुसो लगाएर सनराइज पनि हुन्छ कि हुँदैन ठेगानै छैन। यस्तो छ। ल देख्न सक्नुहुन्छ है। ल यस्तो दामी ठाउँ छ है। ल यस्तो भिड छ है। ल देख्न सक्नुहुन्छ है। ओहो, मलाई डर लाग्यो हो त्यपट्टि माछेको। यस्तो रुख छ है। ल ल यस्तो रुख, यस्तो कडक छ है बाटो चाहिँ। ल आहा, ल ल है, हामी चाहिँ देवीथान आइपुगेको छ है। ल गाइजहरू देख्न सक्नुहुन्छ देवीथान मन्दिर देख्न सक्नुहुन्छ है। ल देवीथान मन्दिर डाँडाको यहाँ चाहिँ पुरै देवीथान मन्दिर छ। ल यस्तो छ ल। यस्तो दामी छ है ठाउँ चाहिँ। ल खोइ थाहा रे, पूजा लाउँदा ल है, यहाँ पूजा गर्दैछ है। यसरी पूजा गर्दैछ। भयो भयो। है, हाम्रो दिदीले चाहिँ यसरी पूजा गरिरहनु भएको छ है। ल देवीथानको मन्दिरमा चाहिँ यस्तो छ देवीथानको मन्दिर चाहिँ। ल यस्तो छ है। ल साथीहरू, ल बाल्नु त। ल दिदी कस्तो लाइटर में चप्पल गर्नु लाग्यो फेरि चप्पल गर्नु है। देवीथानको मन्दिर चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ।
गरिरहनु भएको छ है ल यसरी पूजा गरिरहनु भएको छ मजाले फाइनल गाइज हामी चाहिँ देवीथान आइपुगेको छ। देवीथानको दृश्य चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ यसरी पूजा गरिन्छ। योहरू चाहिँ भगवान्को है। अनि यो चाहिँ हाम्रो गाउँको चाहिँ प्रसिद्ध ठाउँ हो। यहाँ चाहिँ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यस्तो राम्रो भ्यूहरू छ, ठाउँहरू छ र सनराइजहरू पनि हुँदैछ उतापट्टि। अहिले पछि देख्न सक्नुहुन्छ है ल तपाईँहरूले।
है गाइजहरू यसरी आइरहनु भएको छ गाइज ल यस्तो छ है देवीथानको दृश्यहरू यस्तो छ है ल यहाँको भ्यूहरू चाहिँ यस्तो दामी 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 भ्यूहरू यतापट्टि सनराइज भइरहेको थियो यहाँ चाहिँ झर्नुपर्ने छ है ल गाइजहरू यहाँको बाटो चाहिँ अलि माथि माथि चाहिँ बनेको छैन तल तलसम्म चाहिँ सिँढी आएको रहेछ त्यो माथिको चाहिँ बन्नै बाँकी छ अब केही वर्षपछि चाहिँ बन्ने सम्भावना पनि होला सायद मेरो विचारमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ यसरी हिँडिरहेको छु होइन यस्तो अप्ठ्यारो बाटो छ म त बाटो हेरेर हिँड्नु पनि परिरहेछ है ल यस्तो अप्ठ्यारो बाटोमा हामीहरू रेमियाहरूको टहरादेखि सबै देखिरहेछ है ल यहाँबाट चाहिँ ल हामी चाहिँ यसरी फर्किँदैछ है ल गाइजहरू देख्न सक्नुहुन्छ हामी चाहिँ यसरी फर्किँदैछ यस्तो अप्ठ्यारो बाटो रहेछ है ल यस्तो यार म चाहिँ फर्किन डर लागिरहेछ यस्तो डेन्जर बाटो छ है ल देख्न सक्नुहुन्छ है ल यस्तो भिरको बाटो चाहिँ कडै रहेछ ल ल छेउमा यस्तो भिर तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँबाट तल पुग्यो भने आइया आमा पनि भन्न सकिँदैन यस्तो भिरको बाटो चाहिँ हिँड्नुपर्छ है ल हामी ल आइयामा पनि भन्न सकिँदैन है ल ल यहाँबाटको भ्यू चाहिँ यस्तो देखिन्छ है ल हाम्रो फाइनल गाइज फर्किरहेछ है ल पुरै फाइनल गाइज फर्किरहेछ है ल हामी चाहिँ यसरी फर्किरहेछ फर्किरहेछ है ल ल वर्षहरू यसरी हिँडिरहेछ है ल पुरै प्रिन्सहरू चाहिँ यसरी हिँडिरहेछ है ल यसरी चिप्लेट खेल्दै जान्छ है ल ल अहिले पानी पल पर्छ हेरे हेरे ओ ब्रेक लगा पोल्छ म त्यहाँनिर रास्ता तेरेन भने है ल होइन मैले आमा ल यसरी गुराँस खाइरहेछ है ल भयो पुग्यो यसले पाइन्ट पल पार्ने भयो ल यसरी चिप्लेटी खेरेर पाइन्टै पल पार्ने भयो है ल वर्षा त कस्तो कुदे ल हामी चाहिँ यसरी जाँदैछौँ हेलो हेलो प्रिन्स हामी चाहिँ यसरी हिँडिरहेछ है ल देख्न सक्नुहुन्छ है ल यस्तो दामी छ है बाटो चाहिँ ल यस्तो कडा हामी चाहिँ यसरी हिँडिरहेछु यस्तो डेन्जर बाटो छ यस्तो खतरा छ है बाटो चाहिँ ल यस्तो दामी बाटो छ हामी यसरी हिँडिरहेछौँ सिडीको बाटो हाम्रो अङ्कल चाहिँ लाली गुराँस टिप्दैछ मलाई चाहिएको लाली गुराँस चाहिँ नहल्ला न हल्लियो भने त क्यामेरा हल्लिहाल्छ त्यो चाहिँ नहल्लिन हो ए मैले लाली गुराँस टिप्यो
गुरासै गुरास ल फेसमै भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुहोला साथीहरू फेरि नयाँ भिडियो ल्याउनेछौँ।